शिक्षा प्लस बैंकिङ ज्ञान युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज हामीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 लिएर आएका छौं। तपाईलाई यो ऐन भनेको भर्खरै भ्याकेन्सी खुलेको कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष लगायत अब आउँदो भ्याकेन्सीहरुको राष्ट्रिय वाणिज्य बैंक भयो, नेपाल राष्ट्र बैंक तथा अन्य यस्तै संस्थानहरुको परीक्षा लोकसेवाको परीक्षाको लागि अत्यन्तै महत्त्वपूर्ण टपिक रहेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 हामी यो ऐनको चाहिँ एकदम डिपली एन्ड डिटेलली पढ्ने छौं। कुनै पनि कुराहरु नछुट्ने गरी परीक्षाको दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण हामी एकदम परीक्षाकै दृष्टिकोणबाट जाने छौं अगाडि र हामी यो ऐन पढ्दै गर्दाखेरि पढ्ने तरिका र कसरी याद गर्न सकिन्छ भन्ने कुरा पनि हामी यहाँ सिक्ने छौं है। अनि हामीले परीक्षामा लेख्दै गर्दाखेरि पनि यसलाई हुबहु लेख्नुपर्छ अथवा कसरी लेख्नुपर्छ भन्ने कुरा पनि हामी यो भिडियोबाट सिक्ने छौं। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु। हामी यस्तै जानकारीमूलक भिडियो लिएर आउने छौं है। ल भिडियोलाई अगाडि बढाउँ। अब बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 भन्ने बित्तिकै हामीले यसको के सम्झिनु पर्छ भने यो प्रकाशन कहिले भयो, यो नीति कहिले जारी भयो भन्न खोजेको है। 2074 वैशाख 10 गतेको दिन भएको हो। मैले यहाँ पद भनेर लेखिदिएको छु। यो पद तपाईले जागिर खाइसी तपाईको पद के हुन्छ भन्न खोजे जस्तै पद भनेर सम्झिनु होला। 14 परिच्छेद छ, 134 वटा दफा छ, एउटा अनुच्छेद छ है। यो तपाईको चाहिँ एमसीक्यू टिक लगाउने प्रश्नतिर चाहिँ आउन सक्ने सम्भावना भएको छ र हामीले यो ऐन पढ्दै गर्दाखेरि यो ऐन कहाँबाट आयो, कसले बनायो भन्ने कुरा यो यहाँ लेखिएको छ। नेपालको संविधानको धारा 296 को उपधारा 1 बमोजिम व्यवस्थापिका संसदले यो ऐन बनाएको हो है। नेपालको संविधानमै टेकेर सम्पूर्ण ऐन कानुनहरु बन्ने भनेको नेपालको संविधानमा टेकेर बन्ने हो। यो कुन धारामा टेकेर बनेको हो भन्ने कुरा मैले यहाँ राख्दिए। अब सरसर्ती अगाडि बढौं। बैंक तथा वित्तीय संस्था ऐन सम्बन्धी ऐन 2073 बाफिया 2073 भन्छु है। अबदेखि बाफिया भनेर सम्झिनु होला। यसको उद्देश्य अर्थात प्रस्तावना अब हजुरहरुलाई सम्झिनको लागि अत्यन्तै सजिलो बनाएको छु। मुनि बिबी 12 मुनि बिबी 12 भनेर सम्झिनु होला है। अहिले कसरी यो भयो भनेर म भन्छु। मुनि मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणाली प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न प्रस्तावना हो, गर्ने उद्देश्य हो है, गर्ने उद्देश्य। अब निक्षेपकर्ताको हक हितको संरक्षण र संवर्धन गर्ने। अनि यो बैंक तथा वित्तीय संस्था बीच नभनेर हजुरहरुले बीएफआईज भनेर भन्नु होला है। त्यही बीएफआईज भन्ने बानी बसाल्नु होला। त्यही भएर मैले चाहिँ के गरेँ बीबी भनेर राख्दिएको है। बीएफआईजहरु बीचको स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन अथवा गराउने। बीएफआईजको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने। अब त्यस्तै रहेको छ। राष्ट्रिय अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्न अथवा गर्ने भनेर यो राखिएको छ। अब त्यस्तै गरेर तपाईहरुको अन्तिम मुद्दा रहेको छ। मैले बीएफआईज भनेर राखिदिएको छु। बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुनमा एवं र एकीकरण गरी समायोकुल बनाउने अथवा बनाउन भनी यो ऐनको के रहेछ प्रस्तावना अथवा यो ऐनको उद्देश्य रहेछ। मुनि बिबी 12 है। मुनि बिबी 12 भनेर सम्झिनु। अब हामी चाहिँ परिच्छेद 1 मा गयौं। सबैभन्दा सुरुमा हामीले यो ऐनको चाहिँ हामीले उद्देश्य पढिसकेपछि यो ऐन किन जारी गरेको भन्ने उद्देश्य पढिसकेपछि हामी सिधै परिच्छेद 1 मा गयौं। परिच्छेद 1 मा चाहिँ खासै केही पनि छैन। यसले संक्षिप्तमा यसको नाम के रहने, कसो रहने भनेर र यसको परिभाषाहरु सम्बन्धी चाहिँ व्यवस्था गरेको छ। परिच्छेद 1 को दफा 1 मा जाउँ हामी। संक्षिप्त नाम, विवरण र प्रारम्भ भनेर लेखेको छ। दफा 1 को उपदफा 1 भन्छ है। यस ऐनको नाम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 रहने यो थाहा नै भइहाल्यो। अलिकति थाहा पाउनु पर्ने कुरा यहाँ के छ भने उपदफा 2 मा हेरौँ। यो ऐन नेपाल राज्यभर लागू हुनेछ र मैले अन्डरलाइन पनि गरिदिएको छु। र नेपालमा स्थापित बीएफआईजले बैंक तथा वित्तीय संस्थाले नेपाल बाहिर खोलेका शाखा वा सम्पर्क कार्यालय समेतमा लागू हुनेछ यो ऐन है। हामीले त विदेशमा शाखा खोलेको भनेर छुटकारा पाइदैन। ऐन अन्तर्गत चाहिँ सबै कुराहरु लागू हुनेछ भनेको। अब धेरै जस्तो पढ्ने ठाउँहरुमा पनि भयो।
अनि यस्तो युट्युब भिडियोहरुमा पनि मैले कहिले यसो देखेको छु परिभाषालाई चाहिँ खासै महत्त्वपूर्ण दिइदैन हैन म परिभाषा पढाएको छैन धेरैले पढाउनुहुन्न सरसर्ती अगाडि बढ्नुहुन्छ तर परिभाषा एन पढ्दै गर्दाखेरि एन भित्र के कुरा छ भनेर बुझ्नको लागि परिभाषा पढ्न अत्यन्तै जरुरी छ है यो एन बुझ्नको लागि मात्रै नभएर पनि तपाईहरुको यो परीक्षामा पनि आइदिन्छ जस्तै 2075 सालको परीक्षामा मुद्रा भनेको के हो भनेर 2 मार्क्समा आएको छ हेर्नु होला है प्रश्न गएर त्यो भनेको नेपाल राष्ट्र बैंक एन मा मुद्रा भनेको के हो भनेर परिभाषा लेखेको छ के तपाईहरुले एन को व्यवस्थालाई लगेर ट्याक्का राख्नु भयो भने नम्बर ट्याक्कै आउँछ एन को व्यवस्था पनि देखाउन सक्नु भयो भने त्यो चाहिँ तपाईहरुको लागि प्लस पोइन्ट हुन्छ है अब हामी सरसर्ती अगाडि बढौं परिभाषा भनेर च नम्बर सिधै परिभाषाको मैले च नम्बरबाट सुरु गरे उल्लेख्य स्वामित्व भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रूपमा मैले डट गरेको भने यहाँसम्म ब्रेक गर्नु है पढ्ने बेलामा चाहिँ कसरी पढ्ने भने उल्लेख्य स्वामित्व भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रूपमा यति पढ्ने पहिला यति याद गर्ने अनि अर्को खण्डमा के गर्ने कुनै पनि बीएफआईएस को चुक्ता पुँजीको 2% वा सो भन्दा बढी शेयर लिएको वा शेयर स्वामित्वको कारण अर्को यो पढ्ने बीएफआईएस को व्यवस्थापनमा प्रभाव पार्न सक्ने अवस्था सम्झनु पर्दछ लास्टमा यो याद गर्ने तीनवटा पोइन्टलाई जोड्ने र उल्लेख्य स्वामित्व भनेको के हो भनेर सर र एउटै बुदामा भन्ने हिसाबले याद गर्नु होला है जम्माजाम कर्जा अब बैंकको तयारी गर्दै हुनुहुन्छ अथवा यो सञ्चय कोषको तयारी गर्दै हुनुहुन्छ भने कर्जा त जान्नै पर्यो कर्जा त छुट्टै टपिक पनि हुन्छ अझै है तपाईले त्यो कर्जा भनेको के हो भन्ने कुरा एनबाट लगेर राख्नु भयो भने अझै तपाईको लागि प्लस पोइन्ट हुनेछ कर्जा भन्नलाई बीएफआईएस ले व्यक्ति फर्म कम्पनी संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधि भित्र ब्रेक गर्ने डट भनेको ब्रेक गर्ने सावा ब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरेको रकम प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति कर्जाको ब्याज वा अन्य दस्तुर पुनर्कर्जा कर्जाको पुनर्संरचना र नवीकरण कर्जा चुक्ताको लागि जारी गरेको जमानत तथा अन्य वचनबद्धता सम्झनु पर्दछ र पछि चाहिँ यो सबैतिर लगभग एउटै टाइपको हुन्छ है सो शब्दले राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै पनि ऋण समेतलाई जनाउँछ भनेर चाहिँ लेखिएको छ यो हेर्नु होला यो याद गर्नै पर्छ हजुरले है यो चाहिँ जान्नै पर्छ अब हेरौँ चल्ती खाता बैंकमा हुने भनेको चल्ती खाता हो यो एनमा पनि भनेको छ चल्ती खाता भन्नाले ग्राहकले चाहेको बखत जहिले पनि रकम झिक्न पाउने गरी बीएफआईएस मा राखिएको रकमको हरहिसाब लेखेको खाता के हो चल्ती खाता हो यो चाहिँ अलि पछाडितिर लेखिएको थियो बचत खाता भनेर यो याद गर्न चाहिँ सजिलो होस् समग्र एकै ठाउँमा पढौँ भनेर मैले बचत खातालाई पनि हेराएको थिएँ बचत खाता भन्नाले ग्राहकले बीएफआईएस मा बचतको निमित्त राखेको रकमको हरहिसाब लेखिएको खाता अब मुद्दती खाता चाहिँ अलिकति फरक छ ग्राहकले बीएफआईएस मा निश्चित अवधिसम्म सामान्यतया निक्षेप झिक्न नपाउने गरी जम्मा गरी राखेको रकमको हरहिसाब लेखिएको खाता आवधिक खाता सम्झनु पर्दछ भनेको मुद्दती खाता हो भनेको अब यो तरल सम्पत्ति भनेको के हो तपाईलाई यो एमसीक्यू मा चाहिँ आइरहेको छ है बीएफआईएस को नगद मौजदात चल्ती खातामा रहेको मौजदात राष्ट्र बैंकमा राखेको मौजदात र राष्ट्र बैंकले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बीएफआईएस को सम्पत्ति सम्झनु पर्दछ अब धितोपत्र भनेको के हो हेरौं धितोपत्र भन्नाले बैंक तथा वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर स्टक बन्ड डिबेन्चर स्टक वा सामूहिक लगानी योजना म्युचुअल फन्ड भनेको सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको प्रमाणपत्र बचतपत्र र बन्ड सम्झनु पर्दछ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकार समेतलाई जनाउँछ अब निक्षेप भनेको के हो कर्जा जाने अब निक्षेप के हो जानौँ है त निक्षेप भन्नाले ब्याज वा बिना ब्याज दिने गरी चल्ती खातामा ब्याज दिँदैन अन्य खातामा ब्याज दिइन्छ त्यसैले ब्याज वा बिना ब्याज दिने गरी भनेको है ब्याज वा बिना ब्याज दिने गरी बीएफआईएस को चल्ती बचत वा मुद्दती खातामा ग्राहक मार्फत जम्मा भएको रकम सम्झनु पर्दछ र सो शब्दले राष्ट्र बैंकले समय समयमा निर्धारण गरे बमोजिम बीएफआईएस ले विभिन्न
बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकम समेतलाई जनाउँछ भनेछ। अब पुँजीकोष भन्नाले नेपाल राष्ट्र बैंकले तोकेको बीएफआईको प्राथमिक पुँजी र पूरक पुँजीको योग सम्झनु पर्दछ। यो बार आइरहेको छ, यो धेरै पटक परीक्षामा आइरहेको छ। यो त वाणिज्य बैंकको पुँजीकोष भन्ने उनी राखिदिएको छ, त्यसमा आउँछ। यो डिरेक्टिभतिरबाट नि हेर्नुपर्ने छ है। यो चाहिँ जस्ट अहिले हामीले परिभाषामा त जानौँ। र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ। अब प्रतीत पत्र हेरौँ। प्रतीत पत्र भनेको के हो भने प्रतीत पत्र भन्नाले कुनै एक बैंक तथा वित्तीय संस्थाले कुनै अर्को बैंक वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको नै भनेको जस्तै 10,000 बराबरको 1 लाख बराबरको यसरी भनेको है। चेक ड्राफ्ट वा अन्य विनिमय पत्र स्वीकार गर्नु भनी लेखिएको पत्र सम्झनु पर्दछ। अब हामीले यसमा अलिकति एक्स्ट्रा चिज मैले के राखिदिएको छु भने प्रतीत पत्र, विनिमय पत्र र प्रतिज्ञा पत्र भनेर चाहिँ हामीले थप पढ्नुपर्छ। यहाँ प्रतीत पत्रै भएछ। एकमा एक्स्ट्रामा हेर्नु विनिमय पत्र भनेर कुनै निश्चित मिति वा कुनै निश्चित अवधिपछि वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अराएको व्यक्तिलाई वा सो पत्र लिए आउने व्यक्तिलाई बिना शर्त कुनै रकम दिनु भनी एक व्यक्तिले अर्को व्यक्तिलाई निर्देशन गरी दस्तखत गरिदिएको लिखत भनेको के हो? विनिमय पत्र हो भने यो मैले अन्डरलाइन गरिदिएको छु नि, एक व्यक्तिले अर्को व्यक्तिलाई भनेर रकम दिनु भनी भनेर। अब त्यहाँ के छ भने रकम दिन्छु भनी माथिको सबै सेम हो है। कुनै निश्चित मितिमादेखि लिएर कुनै अन्तिममा हेर्नु आउने व्यक्तिलाई बिना शर्त कुनै रकम दिनु छ। अब त्यसलाई दिन्छु भनी कबुल गरी दस्तखत गरिएकोलाई प्रतिज्ञा पत्र, यहाँ मिस्टेक भएछ है, प्रतीत पत्रै भएछ, प्रतिज्ञा पत्र भनिन्छ। यो चाहिँ एक्स्ट्रा भयो, एनमा त्यहाँ राखेको छैन, अन्य एनमा चाहिँ छ है। अब हामी प्राथमिक पुँजी जाउँ। अघि हामीले पुँजीकोषमा चाहिँ हामीले के अरे प्राथमिक पुँजी र पूरक पुँजीको चाहिँ यो फल भनेर हेऱ्यौँ नि होइन। पुँजी भन्नाले बैंक वा वित्तीय संस्थाको चुसे फिसा भनेको चुक्ता पुँजी, सेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार राइट सेयर भनेको अग्राधिकार सेयर, साधारण जगेडा कोष र सञ्चित नाफा नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्दछ। र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पुँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ। अब त्यसै गरेर हेरौँ प्राप्ति, एक्विजिसन भनेको के हो? प्राप्ति भन्नाले प्राप्ति गर्ने एउटा इजाजत पत्र संस्थाले अर्को इजाजत पत्र प्राप्त संस्थाको सम्पूर्ण सम्पत्ति वा सम्भावित दायित्वको हरिसाप गरी इजाजत पत्र प्राप्त संस्थाको कानुनी हैसियतै समाप्त हुने गरी आफूमा समाहित गर्ने कार्य सम्झनु पर्दछ। यो भनेको ठुलो माछाले सानो माछालाई खायो भने जस्तो बुझ्नु है। र सो शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनु पूर्व गरेको सम्पूर्ण करारीय दायित्व समेत स्वीकार गर्ने कार्य समेतलाई जनाउँदछ भनेछ। अब लक्षित संस्था भनेको के हो भनेर मैले सँगै राखिदिएको छु, याद गर्न सजिलो होस् भनेर। लक्षित संस्था भन्नाले एसएन बमोजिम प्राप्त गर्ने संस्थामा सम्पूर्ण सम्पत्ति तथा दायित्व हुने समाहित हुन जाने इजाजत पत्र प्राप्त संस्था सम्झनु पर्दछ भनेछ। अब मुख्य कुरा है, यो हामीले बैंक भनेकै बुझेको छैन। अब यहाँ परिभाषाले क्लियर हुन्छ है। बैंक भन्नाले दफा 49 को उपदफा 1 बमोजिमको बैंकिङ तथा वित्तीय कारोबार गर्न संस्थापना भएको सङ्गठित संस्था सम्झनु पर्दछ भनेको क वर्गको वाणिज्य बैंक मात्रै भनेको है। बैंक भनेको के हो भनेपछि क वर्गको वाणिज्य बैंक मात्रै हो। र सो शब्दले नेपालमा रहेको विदेशी बैंकको शाखा, नेपालमा स्थापित बैंकले नेपाल बाहिर खोलेको शाखा तथा दफा 49 को उपदफा 5 बमोजिम कार्य गर्ने पूर्वाधार विकास बैंक र सोको शाखालाई जनाउँछ। बैंक भन्ने बित्तिकै हामीले बुझ्नुपर्ने क वर्गको वाणिज्य बैंक र पूर्वाधार विकास बैंक, यसको अहिले शाखा छैन, एउटा मात्रै छ भनेर यसलाई बुझ्नु पर्यो। अरू सबै के हो भने ख ग घ को चाहिँ के हो भने त्यो सब वित्तीय संस्थामा पर्छन् है। यिनीहरूलाई बैंक भन्न मिल्दैन भन्न खोजेको।
अब हेरौँ, लिजिङ भन्नाले के बुझ्नुहुन्छ? निश्चित अवधिका लागि चल सम्पत्तिको स्वामित्व इजाजत पत्र प्राप्त संस्थासँग रहने गरी भोगाधिकार मात्र प्राप्त गरी सो बापत निश्चित समय तालिकामा ग्राहकबाट रकम बुझाउने सम्झौता बमोजिमको कार्य सम्झनु पर्दछ। अब अर्को हेरौँ, वासलात बाहिरको कारोबार। यो त धेरै सुनिरहेको कुरा हो। यो के रहेछ त वासलात बाहिरको कारोबार? वासलात बाहिरको कारोबार भन्नाले बैंक तथा वित्तीय संस्थाले दायित्व बेहोर्नुपर्ने सम्भावना भएको प्रतिपत्र, जमानत पत्र, स्वीकार पत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम पर्दछ। र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ। अब हामी वित्तीय संस्था पढ्छौँ है। वित्तीय संस्था भन्नाले दफा 49 को उपदफा 2, 3 र 4 अघि हामीले के पढ्यौँ? 1 मात्रै पढ्यौँ होइन? बमोजिम बैंकिङ तथा वित्तीय कारोबार गर्न संस्थापना भएका सङ्गठित संस्था सम्झनु पर्दछ र सो शब्दले विकास बैंक, वित्त कम्पनी, लघु वित्त वा विदेशी वित्तीय संस्थाले नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाले विदेशमा रहेको शाखा कार्यालय समेत जनाउँदछ भनेको ख, ग र घ वर्गको बैंकलाई वित्तीय संस्थालाई मात्र के रहेछ भने वित्तीय संस्था भनिन्छ भन्न खोजेको है। अब यो वित्तीय स्वार्थ, यो चाहिँ हामीले एकदम जान्नै पर्ने कुरा हो। वित्तीय स्वार्थ भनेको के हो भने तपाईहरुलाई एमसीक्यूमा पनि आउन सक्छ, रिटर्नमा 2 देखि 3 मार्क्समा पनि सोधिन सक्छ है। वित्तीय स्वार्थ भन्नाले सञ्चालक 1% वा सो भन्दा बढी शेयर लिएको शेयर धनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा सङ्गठित संस्थाले। एक सासमा यति पढ्ने है, यति याद गर्ने। पहिला कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाको चुक्ता पुँजीको 10% वा सो भन्दा बढी हुने गरी छुट्टा छुट्टै वा संयुक्त रूपमा। मैले 10% चाहिँ अन्डरलाइन र बोल्ड किन गरेँ भने यही सोध्ने हो, वित्तीय स्वार्थ हुनलाई कति शेयर लिएको हुनुपर्छ भनेर आउँछ कि 10% भन्यो। शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरूको 10% वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरूको स्वार्थ सम्झनु पर्दछ। र सो शब्दले राष्ट्र बैंकले समय समयमा वित्तीय कारोबारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ भनेर हेऱ्यौँ। अब विद्युतीय कारोबार हेरौँ। विद्युतीय कारोबार भन्नाले यो त हाम्रो विद्युतीय कारोबार ऐन 2063 मा पनि छ है, यही जानिहालौँ न। भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर, म्याग्नेटिक टेप वा त्यस्तै प्रकारको अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनु पर्दछ। र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सन मेसिन को माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँछ। अब हामी यो सम्बद्ध व्यक्ति भनेर जानौँ है। यो सम्बद्ध व्यक्ति भनेर यो ऐन कानुनमा धेरै प्रयोग हुने शब्द हो। अझै हामीले यो बैंकिङ कसुर तथा सजाय ऐनमा चाहिँ यो शब्द धेरैबाट सुनिन्छ है। सम्बद्ध व्यक्ति भन्नाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजको परिवारको उल्लेख्य स्वामित्व, अघि उल्लेख्य स्वामित्व माथि पढ्यौँ नि, उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी, संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकार सम्झनु पर्दछ। अब हाइपोथिकेसन कर्जा, यो त हामीलाई व्यावहारिक रूपमा तपाईहरुले बैंकमै जागिर खानुभयो भने यो लोन त तपाईले दिनैपर्छ हैन। यो लोनको बारे यहाँ पढ्नु पनि पर्यो। अनि यो भनेको एमसीक्यूमा पनि आउने, जेमा पनि आउने है। हाइपोथिकेसन लोन भनेको माल वस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैंक तथा वित्तीय संस्था र ऋणी बीच सम्झौता भई पर्वा गरेको कर्जा सम्झनु पर्दछ। यो अलिकति बुझ्न गाह्रो भयो होला, म क्लियरिफाई गरिदिन्छु। यो भनेको जस्तै पसललाई सम्झौँ है। एउटा पसल छ, ठुलो डिलर छ, डिलरलाई लोन चाहियो। उसँग सामान भनेको कति छ भने 2 करोड बराबरको सामान छ। उसले 50 लाखको चाहिँ लोन गर्न चाह्यो भने त्यो 2 करोड बराबरको सामानलाई नै बैंकले धितो मान्छ र त्यही धितोको आधारमा 50 लाख जति लोन दिन्छ के। अब त्यो धितो राखेको सामान फेरि के गर्छ, पसलले चलाउन पाउँछ, उनीहरूले बिक्री गर्न पाउँछ। हो, त्यही भनेको भोगाधिकार भनेको चाहिँ ऋणीमै हुन्छ र त्यसैको धितोमा फेरि के हुन्छ, लोन दिइन्छ। मोटामोटी हामीले चाहिँ परिच्छेद 1 को दफा 2 को परिभाषाहरू चाहिँ सरसर्ती हेऱ्यौँ। लगभग यति परिभाषा जान्नुभयो भने परिभाषासँग सम्बन्धित
समस्याहरू सायदै हुँदैनन् है। अब हामी परिच्छेद 2 मा जाउँ। आज हामी धेरै पढ्दैनौँ है, परिच्छेद 3 सम्म पढौँला। बैंक तथा वित्तीय संस्था संस्थापना सम्बन्धी व्यवस्था भनेर परिच्छेद 2 मा राखिएको छ। हामी दफा 4 मा गयौँ सिधै। बैंक वा वित्तीय संस्थाको संस्थापना गर्नु पूर्व स्वीकृति लिनुपर्ने छ। हामीले बैंक चाहिँ स्थापना गर्नुभन्दा पहिला स्वीकृति लिनुपर्ने छ, त्यो भनेको नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्छ भनेको है। बैंक वा वित्तीय संस्था प्रचलित कानुन बमोजिम दर्ताकरण निवेदन दिनु अघि देहायको कागजात संलग्न गरी राष्ट्र बैंकले तोकिएको दस्तुरसहित पूर्व स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष निवेदन दिनुपर्दछ। देहायका कागजातहरू राखेर राष्ट्र बैंकले तोकेको दस्तुर समेत हालेर के गर्नुपर्ने रहेछ भने राष्ट्र बैंकमा निवेदन दिनुपर्ने रहेछ। अब चाहिने कागजातहरू के हुनु भने प्रस्ताविक बीएफआईएस को प्रबन्ध पत्र, नियमावली र सम्भाव्यता अध्ययन प्रतिवेदन। मैले क ख गलाई एउटै लाइनमा भन्दै, तपाईले नि सम्झिन पाउनुहुन्छ यसो हेरेर है। प्रस्ताविक बीएफआईएस को प्रबन्ध पत्र, प्रस्ताविक बीएफआईएस को नियमावली, प्रस्ताविक बीएफआईएस को सम्भाव्यता अध्ययन प्रतिवेदन। अब यसलाई ब्रेक गरौँ यहाँनिर, तपाईलाई याद गर्न सजिलो हुन्छ। राष्ट्र बैंकले तोकेको ढाँचामा निवेदकको व्यक्तिगत विवरण, यो त भइ नै हाल्यो। अब अर्को हेरौँ, प्रस्ताविक बीएफआईएस को संस्थापना गर्न निवेदक बीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि है। उनीहरूले स्थापना गर्दाखेरि केही सम्झौता भएको छ भने त्यसको पनि प्रमाणित प्रतिलिपि भनेको छ है। 6 नम्बरमा हेरौँ, निवेदकको लगानीको स्रोत खुलेको विवरण र निवेदन दिनु भन्दा तत्काल अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ताको प्रमाणपत्र। निवेदक दामासाईमा परे नपरेको, कुनै बीएफआईएसबाट कर्जा लिए नलिएको, बीएफआईसँग कुनै कारोबारमा कालो सूचीमा परे नपरेको र परेको भए फुक्का भएको मितिले 3 वर्षको अवधि व्यतीत भए नभएको भनेर है। 3 वर्ष अवधि चाहिँ पुग्नै पर्छ, किनकि यो सञ्चालक हुनको लागि चाहिने योग्यता अन्तर्गत पनि पर्छ है। पछि हेरौँला हामी। अर्को हेरौँ, निवेदकले नैतिक पतनदेखि नै फौजदारी कसुरमा सजाय नपाएको सो घोषणा गर्नुपर्छ। मैले अझैसम्म चोरी डकैती यताउता भ्रष्टाचार गरेका छैन भनेर टक्क आफैले सो घोषणा गर्नु पर्यो, पछि त्यस्तो देखिनु भएन। राष्ट्र बैंकबाट तोकिएको सीमासम्मको निक्षेप सुरक्षण गर्ने प्रतिबद्धता गर्नु पर्यो। राष्ट्र बैंकले समय समयमा तोकेको अन्य विवरण तथा कागजातहरू, यो जहाँ पनि मिल्छ। राष्ट्र बैंकले तोकेका अन्य विवरण तथा कागजातहरू भनेर राख्दै पुग्छ जहाँ पनि है। अब विदेशी लगानीमा बैंक वा वित्तीय संस्था स्थापना गर्न पूर्व स्वीकृति लिनुपर्ने भनेर चाहिँ अघि हामीले स्वदेशी हेऱ्यौँ। अब विदेशी हेरौँ। कुनै विदेशी बीएफआईएसले नेपालमा संस्थापना भएको सङ्गठित संस्था वा नेपाली नागरिकसँग मिली संयुक्त लगानीमा बीएफआईएस संस्थापना गर्न चाहेमा दफा 4 को उपदफा 1 मा उल्लेखित कागजातको अतिरिक्त तोकेको दस्तुर सहित देहायको कागजात र विवरण पेश गर्नुपर्ने छ। माथि पढेको 10 वटा चाहिँ विवरण कागजात उल्लेख गर्नै पर्यो। त्यसको अलावा त्यो सँगसँगै अरू कुराहरू पनि राख्नुपर्ने छ। यदि विदेशी नागरिकले, विदेशी संस्थाले नेपालमा आएर बैंक स्थापना गर्न चाहन्छ भने है, तर एक्लै चाहिँ स्थापना गर्न मिल्दैन। त्यसले नेपाली संस्था वा नागरिकसँग मिल्नुपर्छ। अब उसले थप पेश गर्नुपर्ने कागजातहरू के छन् विवरणहरू भने विदेशी बीएफआईएस को प्रबन्ध पत्र, नियमावली तथा सम्बन्धित मुलुकमा उक्त बैंक तथा वित्तीय संस्था दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र पुँजी संरचना। अर्को, विदेशी बैंक वा वित्तीय संस्थाको सम्बन्धित मुलुकमा बैंकिङ वा तथा वित्तीय कारोबार सञ्चालन गर्न प्राप्त गर्ने इजाजत पत्रको प्रतिलिपि। अर्को भनेको के छ भने कारोबार गर्ने मुख्य स्थान सम्बन्धी विवरण। अब कहाँ गएर यो बैंक स्थापना गर्ने हो, प्रादेशिक स्तर हुन्छ, राष्ट्रिय स्तर हुन्छ, त्यो भन्न खोजेको है। विदेशी बैंक वा वित्तीय संस्थाको लेखा परीक्षण गरिएको पछिल्लो 3 आर्थिक वर्षको वासलात र नाफा नोक्सान हिसाबको प्रमाणित प्रतिलिपि। नेपालमा प्रस्ताविक व्यवसायको योजना, व्यावसायिक रणनीति तथा सञ्चालन गर्ने कारोबारको किसिम, आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन सम्बन्धी विवरण पनि पेश गर्नुपर्ने रहेछ। अर्को अन्तिममा हेरौँ, विदेशी बीएफआईएसले सम्बन्धित मुलुकको कानुन बमोजिम नेपालमा बीएफआईएस खोल्न गरेको निर्णय र त्यस्तो मुलुकको नियमनकारी निकालिदिएको अख्तियारी अथवा अनुमति पनि चाहिँदो रहेछ है।
अब पूर्व स्वीकृतिको लागि निवेदन त दियो, स्वदेशी ब्याङ्कले पनि दियो, विदेशीले पनि दियो। अब केही अवस्थाहरू छन् जुन अवस्थामा चाहिँ पूर्व स्वीकृति नै इन्कार गरेर खारेज गरिदिन सक्छ है। कस्तो अवस्थामा चाहिँ पूर्व स्वीकृति दिन नेपाल राष्ट्र ब्याङ्कले इन्कार गर्दो रहेछ हेरौँ। नेपाल राष्ट्र ब्याङ्कले देखाएको अवस्थामा कुनै ब्याङ्क वा वित्तीय संस्थाको संस्थापना गर्न वा विदेशी ब्याङ्क वा वित्तीय संस्थाको शाखा खोल्नका लागि पूर्व स्वीकृति दिन इन्कार गर्न सक्नेछ। 1 नम्बरमा हेरौँ, क नम्बरमा प्रस्ताविक ब्याङ्क वा वित्तीय संस्थाको नाम वा त्यस्तो संस्थाले गर्ने ब्याङ्किङ तथा वित्तीय कारोबार सार्वजनिक हित, धर्म, जात जाति र सम्प्रदायको दृष्टिकोणले वाञ्छनीय नदेखिएकोले अवाञ्छनीय देखिएकोले है। प्रस्ताविक बीएफआईको उद्देश्य प्रचलित कानुन विपरीत भएमा, प्रस्ताविक ब्याङ्क वा वित्तीय संस्था संस्थापना गर्न प्राविधिक दृष्टिकोणबाट उपयुक्त नदेखिएमा, अनुपयुक्त देखिएमा पनि इन्कार गर्न सक्ने रहेछ। अब अर्को हेरौँ, प्रस्ताविक ब्याङ्क वा वित्तीय संस्थाले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन, विवरण तथा कागजात र अन्य पूर्वाधारलाई अध्ययन गर्दा विवरण कारोबार स्वस्थ र प्रतिस्पर्धात्मक ढङ्गबाट सञ्चालन गर्ने कुरामा विश्वास गर्न सक्ने आधार नभएमा, यसलाई चाहिँ स्वस्थ प्रतिस्पर्धात्मक ढङ्गबाट चाहिँ ब्याङ्क सञ्चालन गर्दैन जस्तो लाग्छ भने पनि इन्कार गर्न सक्ने रहेछ है। त्यसको आधार हुन्छ फेरि। अर्को हेरौँ, 9 नम्बरमा प्रबन्ध पत्र नियमावली प्रस्ताविक ब्याङ्क वा वित्तीय संस्थाको सबै संस्थापकले आफ्नो नाम, ठेगाना, आफूले लिने सेयर सङ्ख्या समेत खुलाइ साक्षीको रोबरमा सही छाप गरी सो साक्षीको नाम, ठेगाना समेत नखुलाएमा, प्रति व्यक्ति सेयर लगानी सीमा र सेयर स्वामित्व अनुपात समय समयमा राष्ट्र ब्याङ्कले तोके बमोजिमको नपाइएमा। र अर्को हेरौँ, राष्ट्र ब्याङ्कले जारी गरेको ब्याङ्क तथा वित्तीय संस्था संस्थापना तथा इजाजत पत्र सम्बन्धी नीति विपरीत भएको पाइएमा पनि के गर्ने रहेछ, पूर्व स्वीकृति इन्कार गर्ने रहेछ। र अन्तिममा भनेको राष्ट्र ब्याङ्कले तोकेको अन्य शर्तहरू पुरा नगरेको पाइएमा। राष्ट्र ब्याङ्कले तोकेको भन्ने अन्तिममा बुझ्दा जहाँ पनि मिल्छ है। अब हामी अन्तिम परिच्छेद हेरौँ, आजको लागि अन्तिम है। परिच्छेद नम्बर 3 दफा 8 देखि 13 सम्म छ। यो चाहिँ धितोपत्र सम्बन्धी कारोबारको व्यवस्था भनेको छ है। अब यो परिच्छेदमा गरेको मुख्य व्यवस्था चाहिँ के छ भने, कुल जारी पुँजीको बीएफआईले कुल जारी पुँजीको कम्तीमा 30% सेयर सर्वसाधारणको लागि बिक्री वितरणको लागि छुटाउनु पर्नेछ बीएफआईले है। बीएफआईले चाहिँ संस्थापक सेयर कम्तीमा 51% भन्दा कम हुन नहुने, बीएफआईको संस्थापकहरूले कम्तीमा 51% चाहिँ सेयर होल्डिङ गरेको हुनुपर्ने छ भनेको। 3 नम्बर, धितोपत्र निष्कासन गर्दा धितोपत्र सम्बन्धी प्रचलित कानुन बमोजिम स्वीकृति प्राप्त गरी आफ्नो विवरण राष्ट्र ब्याङ्क समक्ष दर्ता गराउनु पर्नेछ है। अब अर्को हेरौँ, सर्वसाधारणलाई छुट्याएको सेयर माथि 30% सर्वसाधारणलाई छुट्याएको हुन्छ नि त। सर्वसाधारणलाई छुट्याएको सेयर बिक्री नभएमा त्यस्तो सेयर फर्म, कम्पनी वा संस्थालाई समेत बिक्री गर्न सकिनेछ। अब अर्को 5 नम्बर हेरौँ, सर्वसाधारणलाई छुट्याएको सेयर बाहेक कम्तीमा 0.5% सेयर कर्मचारी आफ्नो कर्मचारीका लागि छुटाउनु पर्नेछ। कर्मचारीहरूले पनि आफ्नो बीएफआईको सेयर खरिद गर्न पाउनेछ है। अब अन्तिम 6 नम्बर हेरौँ, सेयर खरिदको लागि सर्वसाधारणबाट दरखास्त आह्वान गर्दा आइपिओ भर्दा भन्न खोजेको एकदम सामान्य भाषामा सेयरको अङ्कित मूल्यको 100% रकम दाखिलाको साथमा माग गर्नुपर्नेछ। यसलाई चाहिँ अहिले के बनेछ भने न्यूनतम 100 रुपियाँ भन्ने चाहिँ छ है, पार भ्यालु भन्छ 100 रुपियाँ छ। अब दफा 11मा हेरौँ, परिच्छेद नम्बर 3 को दफा 11मा सेयर बिक्री वा धितोबन्धक सम्बन्धी व्यवस्था। यो एमसिक्यूमा आउन सक्ने कुरा भएर मैले यो पनि राख्दिएँ। ब्याङ्क वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा 5 वर्ष नपुगेसम्म आफ्नो नाममा रहेको सेयर बिक्री वा धितोबन्धक राख्न पाउने छैनन्। 5 वर्ष पुग्नु पर्यो है संस्थापक सेयरको लागि। लक इन पिरियड भनेको 5 इयर्स हुन्छ। अब 12मा हेरौँ, धितोपत्र कारोबार गर्न बन्देज। ब्याङ्क वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा ब्याङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपमा संलग्न व्यक्ति त्यस्तो पदमा बहाल रहँदाको बखत
वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले 1 वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था वा त्यस्तो सहायक कम्पनीको धितो पत्र आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न दिन धितोबन्धक राख्न लगाउन दान बकस लिन दिन हस्तान्तरण गर्न लेनदेन गर्न हुँदैन है। अब हामी हेरौँ हामीले यसको जान्नै पर्ने भनेको यो दफा 13 छ है। बैंक वा वित्तीय संस्थाले आफ्नो सेयर आफै खरिद गर्न पाउँदैनन् तर भन्ने कुरा छ है। हेरौँ उपदफा 1 मा बैंक वा वित्तीय संस्थाले आफ्नो सेयर आफै खरिद गर्न वा जमानत राखी कर्जा लिन हुँदैन पाउँदैनन् तर बट उपदफा 2 मा के छ भने देहायको अवस्थामा राष्ट्र बैंकको स्वीकृति लिई सम्बन्धित बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको प्रतिशतमा नबढ्ने गरी लाभांशको रूपमा वितरण हुन सक्ने सञ्चित मुनाफाको रकमबाट आफ्नो सेयर आफै खरिद गर्न सक्नेछ। कहाँबाट भने बाहिरबाट पैसा लगाउन पाइएन, नाफाकै पैसाबाट चाहिँ किन्न मिल्ने गरेर आफ्नो सेयर आफै खरिद गर्न पाउनेछ है। कस्तो अवस्थामा हेरौँ, बीएफआईले जारी गरेको सेयरको सम्पूर्ण रकम भुक्तानी भइसकेको भए। ख नम्बर, बैंक वा वित्तीय संस्थाले जारी गरेको सेयर धितोपत्र बजारमा सूचीकृत भइसकेको भए। ग नम्बर, आफ्नो सेयर आफै खरिद गर्न सक्ने व्यवस्था सम्बन्धी बैंक वा वित्तीय संस्थाको नियमावलीमा भएको व्यवस्था भएको भए, विशेष व्यवस्था भएको भए। आफ्नो सेयर आफै खरिद गर्न सक्ने गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाको साधारण सभामा विशेष प्रस्ताव पारित भएको भए। यस्तो अवस्थामा पनि आफ्नो सेयर आफै खरिद गर्न पाउनेछ। ग नम्बरमा हेरौँ, बैंक वा वित्तीय संस्थाले चुक्ता गर्ने ऋण रकम बैंक वा वित्तीय संस्थाले आफ्नो सेयर आफैले खरिद गरिसकेपछि पुँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए चाहिँ किन्न पाउँछ है। च नम्बरमा हेरौँ, बैंक वा वित्तीय संस्थाले खरिद गर्ने आफ्नो सेयरको रकम कुल चुक्ता पुँजी तथा साधारण जगेडा कोषको रकमको 20% भन्दा बढी नहुने भए। एमसीक्यूमा आइरहेको छ है। हेरौँ र 6 नम्बरमा हेरौँ, आफ्नो सेयर आफै खरिद गर्दा राष्ट्र बैंकबाट बैंक वा वित्तीय संस्थालाई जारी पुँजीको सम्बन्धीको निर्देशन पालना हुने भएमा पनि के गर्न सकिन्छ, आफ्नो सेयर आफै खरिद गर्न पाइन्छ है। अब आफ्नो सेयर आफै खरिद गर्ने सम्बन्धमा राष्ट्र बैंकले समय समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भएमा, जहाँ पनि नेपालमा लास्टमा आएर नेपाल राष्ट्र बैंकलाई जोड्दै हुन्छ है। अब उपदफा 3 मा हेरौँ, उपदफा 2 बमोजिम बैंक वा वित्तीय संस्थाले आफ्नो सेयर आफै खरिद गर्ने स्वीकृतिका लागि देहायको विवरण खुलाइ राष्ट्र बैंक समक्ष निवेदन दिनुपर्नेछ। माथि चाहिँ यो अवस्थामा चाहिँ किन्न पाउँछ भन्ने भयो। अब किन्नको लागि चाहिँ के गर्नु पर्यो भने राष्ट्र बैंकमा चाहिँ सुरुमा निवेदन दिनु पर्यो। निवेदन दिनको लागि यो कुरा खुलाउनु पर्यो। आफ्नो सेयर आफैले खरिद गर्नु पर्ने आकाश त भनेको आवश्यकता कारण समयावधि र तरिका खुलाएर के गर्नु पर्यो, निवेदन दिनु पर्यो। आफ्नो सेयर आफै खरिद गरेको कारणबाट बैंक वा वित्तीय संस्थाको वित्तीय स्थितिमा पर्न सक्ने सम्भावित प्रभावको मूल्याङ्कन विवरण पनि पेश गर्नु पर्यो। खरिद गर्न प्रस्ताव गरेको सेयरको किसिम, सेयरको प्रतियोगिता मूल्य र सेयर सङ्ख्या पनि पेश गर्नु पर्यो है। सेयर खरिद गर्न लाग्ने अधिकतम वा न्यूनतम रकम र सोको स्रोत। अहिले चाहिँ यो स्रोत चाहिँ एकदम इम्पोर्टेन्ट छ है, नछुटाउनु होला। र 5 नम्बरमा रहेको छ, आफ्नो सेयर आफै खरिद गर्ने सम्बन्धमा राष्ट्र बैंकले तोकेको अन्य विवरण भनेको छ। 6 नम्बरमा अन्तिममा छ, प्रचलित कानुन बमोजिम खुलाउनु पर्ने अन्य आवश्यक के छ विवरणहरू। अब यो आफ्नो सेयर आफै खरिद गर्ने विधि छ, प्रक्रिया छ। देहायको कुनै अवस्थाबाट उपायबाट आफ्नो सेयर आफै खरिद गर्न सकिनेछ भनेको यो विधि भनेको। एउटा भनेको धितोपत्र बजार मार्फत खरिद गरेर, अर्को भनेको तत्काल कायम रहेका सेयर धनीबाट समानुपातिक रूपमा खरिद गरेर है। बैंक वा वित्तीय संस्थाले आफ्नो सेयर आफैले खरिद गरेमा त्यस्तो सेयर खरिद गरेको मितिले 30 दिनभित्र आफूले खरिद गरेको सेयर सङ्ख्या, सो बाबत भुक्तानी रकम र अन्य आवश्यक विवरणहरूको जानकारी राष्ट्र बैंकलाई गराउनु पर्नेछ भनेर हामीले परिच्छेद 3 पनि सरसर्ती पढ्यौँ। अब परिच्छेद 4 चाहिँ हामी भोलिको अर्को भिडियोमा हेर्नेछौँ।
अहिलेसम्म हामीले पढेकोबाट एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ एउटा परिभाषाहरू याद गर्नु होला। जस्तै कर्जा, निक्षेप, धितोपत्र, हाइपोथेकेसन लोन, वित्तीय स्वार्थ लगायतका परिभाषाहरू याद गर्नु होला। अन्य परिभाषाहरू त बुझ्नको लागि हो हैन। अनि परीक्षित नम्बर 3 को चाहिँ तपाईले यो सरसर्ती हो 6वटा बुँदा मिनिमम यो 6वटा बुँदा याद गर्नुपर्ने छ। यो तपाईलाई एमसीक्यू मा आउने यति पढ्नु भयो नि एमसीक्यू मा एउटा न एउटा चाहिँ फस्छ के। यति 6वटा बुँदाबाट यसरी सोध्या हुन्छ। अनि यो दफा 13 मुख्य चाहिँ दफा 13 को उपदफा 1, 2 र 3 चाहिँ हेर्नु होला। अरु यसमा जान्नुपर्ने कुरा खासै त्यति धेरै छैन। एक्जामको लागि एकदम धेरै मेहनत गर्नुपर्ने इम्पोर्टेन्ट कुरा तिनै हुन्। र तपाईहरुले यति पढेर जानुभयो नि एनबाट तपाईले सुन्दै नसुनेको प्रश्न आयो भने पनि कभर गर्न सक्नुहुनेछ, लेख्न सक्नुहुन्छ। अब हामी परीक्षित 4 मा चाहिँ अर्को भिडियोमा भेट गर्ने छौं। अहिलेको लागि बाइ बाइ। अझैसम्म तपाईले च्यानल सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला। भिडियो मन परेमा लाइक, कमेन्ट र शेयर गर्नु होला आफ्नो साथीहरुलाई। र अब तपाई कुन टपिकको भिडियो चाहनुहुन्छ त्यो पनि हामीलाई कमेन्ट बक्समा लेख्नु होला है। हस् बाइ बाइ।